माई ब्लग। हामी चाहिँ आज चाहिँ धेरै पछाडि मार्केट जान लागेको। बुढीलाई रुममा बस्दा बस्दा अल्छी लाग्यो अरे, त्यही भएर तयारी भएर हिँडेको छ हैन। हामी चाहिँ आज एकछिन धेरै पछाडि मार्केटको अवस्था कस्तो छ भनेर चाहिँ तपाईँहरूलाई अपडेट दिन्छौँ है त। आज चाहिँ अहिले हामी सिग्नलमा छौँ हैन। अब यहाँ चाहिँ सिग्नल वेट गर्नै पर्छ। यो सिग्नलमा चाहिँ हामीले सिग्नल फलो गरेनौँ भने 450 तिर फाइन हान्छ हैन। रुल्स भनेको चाहिँ यस्तो हुन्छ, मान्नै पर्छ। यहाँनिर चाहिँ नेपालको जस्तो म मान्दिनँ, तैँले मलाई रुल्स लगाइस् भने म आगो लगाउँछु अनि राजनीति गर्नुपर्छ भन्ने हुँदैन यहाँ चाहिँ हैन। यति रुल्स मान्नै पर्छ। हामी चाहिँ अहिले मल अफ द इम्प्रेसको अगाडि आइपुग्यौँ हैन। अनि हामी चाहिँ मल मार्केट जाँदैछौँ। खाँदा हाम्रो म्याडमज्यूले एक्लै ओडिराख्नु भएको छ। मलाई दिने यसो ओडाइदिनु बुढोको पसिना आइसकेछ भन्ने अलिकति पनि ध्यान छैन। यस्तो सेल्फिस हुँदो रहेछ नि हैन। अहिले मार्केट पुगेपछि त्यहाँ सामान रोज्दाखेरि अनि त्यहाँ देखिएर अनि थाहा हुन्छ। मैले नकिनिदिएपछि आफै किन पेमेन्ट आफै गरेर त्यसो पेमेन्ट नगरेपछि पनि थाहा हुन्छ। मार्केट चाहिँ पहिलेको भन्दा अलि यहाँ चाहिँ अलिक सस्तै रहेछ हैन। घटेको रहेछ हल्का। यहाँ चाहिँ अब यहाँ छ त बढी दही। दही यहाँ छ, दुध यहाँ छ। बुढो हजुर अनि खै त तपाईँको सपिङ तर गर्नुभयो त। यसमा तिम्रो आइटमहरू घटाइदिएको हो क्या अघिको खाता नउडाएको। हामी चाहिँ सपिङ गरेर फाइनल फर्किँदैछौँ। थ्याङ्क यू फर वाचिङ, किप सपोर्ट मी।